मार्न र नाश पार्न आउँछ। म त तिनीहरूले जीवन पाऊ र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। यसो ख्रीष्ट संसारमा मानिसको रूप लिएर आउनुको एउटै मात्र अर्थ चाहिँ तपाईँ अनि मलाई र तपाईँ अनि म जस्ता मानिसहरूलाई बिल्कुलै बचाउनलाई हो। हामी सबैजनाले भनौँ न आमेन। आमेन। हामी संसारमा हराएका थियौँ, हामी बरालिएका थियौँ, हामी पापमा डुबेका थियौँ, हामी अन्य जाति भनेर गनिएका थियौँ। हाम्रो अधर्मलाई क्षमा गरिदिने, यसको दाम तिर्दिने कोही पनि थिएन। हामीलाई उद्धारको बाटोमा चुनेको कसैले पनि थिएन। अनि प्रभु येशू संसारमा मानिसको रूप लिएर आउनुभयो। उहाँले हाम्रो अधर्मलाई बोक्नुभयो। हामीमाथि शान्ति ल्याउने दण्ड उहाँलाई पर्यो। उहाँको कोर्राको चोटहरूले हामी निको भयौँ। उहाँले संसारलाई प्रेमले जित्नुभयो। प्रतिशोधले होइन, बदलाले होइन, प्रेमले जित्नुभयो। अब हामी सबैलाई बचाउने उहाँको योजना हो। अनि मैले आज हजुरहरूसँग शेयर गर्न खोजेको कुरा यही हो कि परमेश्वर तपाईँ मलाई बचाउन आउनुभयो। प्रभु येशू एउटा भोजन बनेर तपाईँ र मेरो निम्ति आउनुभयो। प्रभु येशू एउटा प्याला बनेर तपाईँ र मेरो निम्ति आउनुभयो ताकि हामी उहाँलाई पिउन सकौँ, ताकि हामी उहाँलाई खान सकौँ अनि हामी उहाँमा बाँच्न सकौँ। तपाईँ र म बाइबलले भने अनुसार नै म भन्दैछु, तपाईँ र म बडो भयानक र अद्भुत रीतिले बनिएका मानिसहरू हौँ। We are fearfully and wonderfully made. हामी भयानक र अद्भुत रीतिले बनिएका छौँ। अलिकति भात, अलिकति दाल, अलिकति साग सब्जी खाएपछि हामी सबै कुरामा एक्टिभ हुन्छौँ। हामीमा बल आउँछ, इनर्जी आउँछ। हाम्रो दिमाग पनि अर्कै किसिमले, हाम्रो यो मेमोरीले पनि अर्कै किसिमको काम गर्न थाल्छ। आँखाले क्लियर देख्न थाल्छ, स्वर खुल्न थाल्छ, अङ्गहरू चल्न थाल्छ। म यो हातमा औँलाहरू चलाउँछु भन्दै जाँदाखेरि म चलाउन सक्छु, चलाउँदिनँ मुठी पार्छु भन्दा मुठी पार्न सक्छु। हामी भित्र यस्तो एउटा नेचुरल रोबोटिक भन्न चाहन्छु बुझाउनको लागि। मैले एउटा नेचुरल रोबोटिक जस्तै परमेश्वरले हामीलाई क्रिएट गर्नुभएको छ, बनाउनु भएको छ। तपाईँ र म सम्झौँ न, तपाईँ र मैले लाखौँ पैसा दिउँ भने पनि, मिलियन ट्रिलियन डलर दिउँ भने पनि, मान्छे जस्तै कुनै पनि एउटा थोक बना, नेचुरल बना भन्यो भने कसैले पनि सक्दैन। जसलाई चाहिँ अलिकति साग र भात दिएकोमा, अलिकति दाल भात दिएकोमा त्यो मान्छे एक्टिभ हुन सक्छ।